नमस्कार। मेरो साथी हाम्रो साथी युट्युब च्यानलमा यहाँहरु सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकबिन, आजको विषयवस्तु त तपाईहरु अवश्य पनि थाहा पाइसक्नु भयो नै होला यो भिडियोको थम्बनेल र क्याप्सन हेरेर। दर्शकबिन, आशा छ यहाँहरुले आज पनि यो भिडियोलाई माया गरिदिनु हुनेछ, मन पराइदिनु हुनेछ र स्वीकार गरिदिनु हुन्छ भन्ने आशा लिएको छु। दर्शकबिन, अब ढिला नगरिकन हामी विषयवस्तुतर्फ अगाडि बढौं। दर्शकबिन, तपाई हाम्रो जुन नेपालको स्मार्ट लाइसेन्स छ त्यो स्मार्ट लाइसेन्स चाहिँ कोरेसियाको स्मार्ट लाइसेन्समा कन्भर्ट गराउनु यानी कि करणी गराउनुको लागि के गर्नु पर्दछ, प्रक्रियाहरु के छन्, समय कति लाग्छ, पैसा कति लाग्छ र तपाईले सित्तैमा भनौं या बोनस र कुन क्याटेगोरी पाउनु हुनेछ है त। दर्शकबिन, अब सुरु गरौं प्रोसेसिङको कुराहरु र तपाई हामीलाई चाहिने कागजपत्रको कुराहरु। सबैभन्दा पहिला तपाई हामी कोरेसियाको 6 महिना भएको हुनु पर्दछ र तपाई हामीसँग भ्यालिड टीआरसी भएको हुनु पर्दछ, टेम्पोररी रेसिडेन्ट कार्ड, र तपाई हामीसँग नेपालको ओरिजिनल स्मार्ट लाइसेन्स हुनु पर्दछ। अब कसरी सुरु गर्ने त, के गर्ने भन्दाखेरि सबैभन्दा पहिला हामीले लाइसेन्सको लागि मेडिकलको अपोइन्टमेन्ट लिने। अब नेपालमा जस्तो सिधै हामी मेडिकलमा गएर ल मेरो मेडिकल गरिदिनु पर्यो भन्दा हुँदैन। यहाँ सबैको पर्सनल डाक्टर हुने गर्दछ। पर्सनल डाक्टर मार्फत चाहिँ हामीले मेडिकलको लागि अपोइन्टमेन्ट लेटर लिने र जुन दिन हाम्रो अपोइन्टमेन्ट लेटरमा मिति तोकिएको छ, डेट दिएको छ, त्यो दिनमा हामी मेडिकल गरेर जाने। यदि तपाईको कम्पनीबाट कम्पनीको एचआरले अपोइन्टमेन्ट लिदियो भने तपाई हामी पर्सनल डाक्टरमा गइरहनु परेन, सिधै कम्पनीबाट पनि हुने गर्दछ। र मेडिकलको डेटमा हामी मेडिकल गर्न जाने र त्यहाँ तपाईले मेडिकल गर्नुभएको 1 साल बितिएको छैन भने साधारण मेडिकल हुनेछ, आँखा चेक हुनेछ, कान चेक हुनेछ र फिजिकल रूपमा हल्का केही चेक हुनेछ। र यदि तपाई हाम्रो 1 वर्ष बितिसकेको छ भनेदेखि तपाई हामीलाई अलिकति टाइट मेडिकल हुने गर्दछ, अन्य परीक्षण पनि हुने गर्दछ र हाम्रो जुन नेपालको स्मार्ट लाइसेन्स छ त्यो स्मार्ट लाइसेन्सलाई ट्रान्सलेट पनि मेडिकलबाट नै गरिदिनेछ। र जब हामीले मेडिकल गरिसकेपछि हामीलाई मेडिकलबाट पास भएको रिपोर्ट हामीले प्राप्त गर्नेछौँ। त्यो रिपोर्ट लिएर हामी सिधा पुलिस स्टेसन जानेछौँ। यहाँ जम्मै काम पुलिस स्टेसनमा हुने गर्दछ है त दर्शकबिन। अब त्यहाँ के चाहिन्छ त हामीलाई चाहिन्छ त्यहाँ 3वटा कागजपत्रहरू। सबैभन्दा पहिला टीआरसी कार्ड, नेपालको स्मार्ट लाइसेन्स र मेडिकलबाट मेडिकल फिट भएको प्रमाणपत्र। तिनै चीजहरू चाहिने गर्दछ, डकुमेन्ट भनेको तिनै हुन्। अब हामी त्यति डकुमेन्ट लिएर गइसकेपछि पुलिस स्टेसन जानेछौँ। त्यहाँ गएर हामीले पालोको लागि टोकन तान्नेछौँ। टोकन तानिसकेपछि कति नम्बरमा पालो आउनेछ, पालो कुरेर बस्नेछौँ। पालो कुरेर बसिसकेपछि हाम्रो नम्बर आइसकेपछि हामी काउन्टरमा जानेछौँ, हाम्रो कागजपत्र त्यहाँ दिनेछौँ र उहाँले सरर चेक गर्नुहुनेछ, हेर्नुहुनेछ र हाम्रो लाइसेन्स बन्ने रहेछ भने हामीलाई तुरुन्तै त्यतिखेर नै थाहा भइहाल्छ। तपाई हामीलाई एउटा कार्ड दिनेछ, सेतो टेम्पोररी कार्ड। त्यो चाहिँ कागजको हुनेछ, टेम्पोररी। त्यसैमा कुन क्याटेगोरी हो त्यो सबै हालेर हामीलाई दिनेछ है त। र अब कुरा गरौँ, यो त प्रोसेसको भइहाल्यो। अब हामी कुरा गरौँ समय कति लाग्छ त। समय भनेको तपाई हामीले जुन दिन हामी अप्लाई गर्छौँ त्यो दिनदेखि 1 महिना भित्रमा तपाई हाम्रो हातमा कोरेसियाको स्मार्ट लाइसेन्स आइसक्नेछ। जम्मै 1 महिना टाइम लाग्ने गर्दछ र त्यो 1 महिना भित्रमा चाहिँ हामीले जुन हामीलाई टेम्पोररी लाइसेन्स दिएको हुन्छ कागजको त्योबाट हामीले सवारी चालन चलाउन सक्नेछौँ र पछि लिन जाँदाखेरि त्यही
टेम्पोरेरी जुन लाइसेन्स छ कागजको त्यो लिएर जानेछौँ। त्यो मात्र जम्मा 30 दिनको भ्यालिड हुने गर्दछ है त दर्शकबिन। अब कुरा रह्यो खर्च कति लाग्छ त। खर्च त अब जेमा पनि लागिहाल्छ। खर्च लाग्ने भनेको मेडिकलमा न्यूनतम तपाईँको 50 युरोदेखि 65 युरोसम्म लाग्ने गर्दछ है त। यो मेडिकल हेरेर हुन्छ ठाउँ अनुसारको। हाम्रो जुन हामीले गरेको ठाउँमा चाहिँ 65 युरो लिएको थियो र कुनै ठाउँमा 55 युरो पनि लिएको भने सुनेको छु। मानिलिउँ न्यूनतम 50 राखिदियो, 50 देखि माथि 65 70 सम्म राखिदिउँ र मेडिकलमा त्यति खर्च हुने गर्दछ भने अब हामीले पुलिस स्टेसनमा पनि त हामीले बुझाउनु पर्यो यहाँ सरकारलाई। त्यहाँ हामीलाई जम्मा 20 युरो लाग्ने गर्दछ र यता पुलिसमा 20 युरो लाग्ने भयो र यता हामीले मेडिकलमा मानिदियो 50 देखि 70 युरोसम्मको राखिदियो है त। जम्मा सबै गरेर चिया पानी खर्च आफैले खर्च खाएको जोडेर हिसाब गर्ने हो भने पनि जम्मा 100 युरो राखिदिउँ है त। नत्र भने 20 युरो हामीले गभर्मेन्टलाई हो र 50 देखि 65 युरो मेडिकललाई यिनै खर्च लाग्ने गर्दछ। र अब तपाईँ हामीले यहाँ स्मार्ट लाइसेन्स कन्भर्ट गराउँदाखेरि सित्तैमा पनि केही क्याटेगोरी हामीले पाउनेछौँ। त्यो कुन क्याटेगोरी पाउनेछौँ भन्ने कुरामा तपाईँहरूलाई म जानकारी दिनेछु। यहाँनिर तपाईँको मानिलिउँ तपाईँको लाइसेन्स बीटेक क्याटेगोरीको छ भने तपाईँलाई एएम जीएफ क्याटेगोरी एड गरेर दिनेछ। अब तपाईँलाई लाग्न सक्छ यो एएम भन्ने के हो, जीएफ भन्ने के हो, गर्लफ्रेन्ड त होइन है। र एएम भन्नाले चाहिँ जुन इलेक्ट्रिक स्कुटरहरू छ मोडेप भनौँ न त्यो चलाउनु पाउनेछौँ। र जीएफमा चाहिँ तपाईँ हामीले जुन वर्किङ मेसिनहरू छ त्यो चलाउनु पाउनेछौँ। फोकलिफ्ट, स्काभेटर, ट्र्याक्टर, वर्किङ मेसिनहरू। र यो हामीले डाइरेक्टली चलाउन पाउने छैनौँ र यसको लागि चाहिँ हामीले ट्रायल पनि दिनुपर्ने हुन्छ, लिखित पनि दिनुपर्ने हुन्छ है त। तर त्यो जुन हाम्रो लाइसेन्स अर्को बी क्याटेगोरीको त्यसको लागि चाहिँ हामीले कुनै ट्रायल र लिखित दिनुपर्नु पर्दैन। र यो जी र एफको लागि चाहिँ यहाँ ट्रायल लिने र लिखित परीक्षा लिने पनि अर्कै संस्था छ। त्यो संस्थाले बाट पास भइसकेपछि मात्रै हामी चलाउन पाउनेछौँ है त दर्शक। अब अर्को कुरा पनि एउटा फाइदा जस्तो लाग्यो मलाई। तपाईँहरूको जुन लाइसेन्समा अलिकति केही मिस्टेक छ, नाम अन्तिमतिरको नामहरू केही मिस्टेक छ भने तपाईँ त्यति साह्रो आत्तिरहनु पर्ने स्थिति छैन। यहाँनिर तपाईँको पासपोर्टमा जुन नाम छ, जुन जन्ममिति छ त्यो सेम तपाईँको टिआरसीमा हुने गर्दछ र त्यो टिआरसीमा जे छ त्यही नै तपाईँको लाइसेन्समा हुनेछ। त्यसको आधारमा तपाईँलाई गरिदिनेछ। यहाँसम्म कि एकजना साथीको जन्ममिति नै बिल्कुल अलग थियो है त। त्यो जन्ममिति बिल्कुल अलग हुँदा समेत उहाँको लाइसेन्स बनेको थियो। उहाँको जन्ममिति लाइसेन्समा हेरिएन, कहाँ हेरियो त टिआरसीमा हेरियो। र त्यसरी केही त्रुटि छ भने पनि यहाँ त्यति साह्रो आत्तिनुपर्ने स्थिति छैन है त दर्शकबिन। र यहाँनिर पहिला सेन्जन हुनुभन्दा अगाडि र सेन्जन भइसके पछाडि पनि केही महिनासम्ममा कन्भर्ट गराउँदाखेरि 10 वर्षको लाइसेन्स आउँथ्यो भने अहिले भने जम्मा 3 वर्ष भ्यालिड भएको लाइसेन्स आउने गर्दछ। जुन हामीसँग छ लाइसेन्स त्यो सिर्फ 3 वर्षको लागि भ्यालिड छ। अहिले चाहिँ पुरा सेन्जनको रुल्स लागू भइसके पछाडि 3 वर्षको लाइसेन्स इस्यु गरिरहेको छ है त दर्शकबिन। कस्तो लाग्यो दर्शकबिन तपाईँहरूलाई यो भिडियो? तपाईँहरूलाई यो भिडियो हेल्पफुल लाग्यो भने तपाईँ पनि खुसी, म पनि खुसी, तपाईँ हामी जम्मैजना खुसी है त दर्शकबिन। र तपाईँहरूलाई यो मेरो भिडियोहरू कस्तो लागिरहेको छ कृपया कमेन्टमा प्रतिक्रिया दिनुहोस्, लेखिदिनुहोस्। र कुनै कुराको जिज्ञासा छ भने पनि तपाईँहरूले कमेन्टमा लेख्नुहोस्। तपाईँहरूको मैले भ्याए जानेसम्म तपाईँहरूलाई म रिप्लाई दिनेछु। र यति भन्दै यहाँहरूमाझबाट अर्को भिडियोमा उपस्थित हुने, अर्को नयाँ भिडियो लिएर आउने बाचा गर्दै जम्मैजना साथीहरूबाट म सम्पूर्ण दर्शक श्रोताजीहरूबाट म बिदा हुन चाहन्छु र अर्को भिडियोमा अवश्य भेट्ने छु।
र अन्तमा एउटा कुरा चाहिँ भन्न चाहन्छु, यदि तपाईहरुलाई यस च्यानलबाट प्रसारण हुने भिडियोहरू राम्रो लाग्यो, हेल्पफुल लाग्यो भने कृपया यस च्यानललाई सब्स्क्राइब गर्दै जानुहोस्। जति भन्दा चाँडो तपाईको मोबाइलमा यस च्यानलबाट कस्तो भिडियो प्रसारण भयो त भन्ने कुराको जानकारी तपाईहरुले पाउनुहुनेछ। यति भन्दै यहाँहरु सबैजनाबाट बिदा हुन चाहन्छु। यहाँहरु सबैजनाको जय जय होस्, शुभ होस्, नमस्कार।